खागो यो रुख देख्नुभयो नि रुख उ देखा यो रुख कत्रो हाइट छ हेर्नु त हैन यो रुख कत्रो छ त हैन किन यो रुख यत्रो सबै यत्रो साइजको भयो त वरिपरि हेर्नु त ब्लक गरे नि त यसको जरालाई बढ्नबाट त्यही भएर यो रुख यत्रो भयो वरपर ब्लक भयो नि त यसको जरा बढ्नबाट हैन जरा ब्लक भएको कारण यो रुख यत्रो भयो जराबाट त ऊर्जा तान्थ्यो हैन माटोको अनि त्यही माटोको ऊर्जाले माथि जान खोज्थ्यो र फेरि माथि यताबाट आइरहेको ऊर्जाले अझै त्यही ऊर्जा तलमाथि एक्सचेन्ज भएर माथि जानु पर्थ्यो तर ब्लक भयो आकारमा हैन कारण किन होला त रुख त्यही हो क्या तर त्यो बढ्न सक्यो नि यो बढ्न सक्यो त्यो हेर्दै अलि हैन यो कसरी बलियो यसको जरा फैलिन पायो नि त हैन 어린이집이 한군하잖아. हेरौँ त हामी नेपालीहरूकोमा प्याराडक्स क्षमता त छ नि हैन नेपालमा पो नभएको होला सायद हाम्रो जरालाई बढ्न नदिएर हेरौँ त ल यो सिमेन्टी हैन नि त यो त काठ हो ल कत्रो मोटो छ त्यहाँको बढ्न पाएन यहाँको यत्रो मोटो छ क्या एउटै रुख हो क्या फेरि हैन हेरौँ त कारण के होला त जरा फैलिन पायो जरा फैलियो भने यस्तो हुन्छ विचार फैलिन पाएन क्या विचार फैलाउने होइन त खुल्ला दिमागले म यो म त्यो भन्दा नि मको भन्दै चेतना बढाउने होइन त अब These are placed inside the jar and the lid is then sealed. They are left undisturbed for 3 days. Then, when the jar is opened, the fleas will not jump out. In fact, the fleas will never jump higher than the level set by the lid. Their behavior is now set for the rest of their lives. And when these fleas reproduce, their offspring will automatically follow their example. This is how generational trauma truly works.